सो साथीहरु अहिले चाहिँ 7:30 भइसकेको छ अनि हामी चाहिँ अब जाँदैछौँ। 15 मिनेट मैले जगिङ गरेँ, त्यसपछि अरु केही हल्काफुल्का एक्टिभिटीहरु गरेँ है। अनि तपाईहरुले पनि बिहान बिहान यस्तो बानी बसाल्नुहोस् है, एकदमै राम्रो हुन्छ। एकदमै फिलै अर्कै हुन्छ के साथीहरु। अब के भनौं है, आफै गरेपछि थाहा हुन्छ। सो मलाई चाहिँ बिहान हिजो काम गर्दाखेरि मेरो कस्तो खुट्टामा लागेको थियो अनि मलाई चाहिँ जुत्ता लगाएर हिँड्न पनि बनेको थिएन। अनि मेरो बाबुले चाहिँ नजाम नि त आज भनेर थियो। अनि मैले चाहिँ जाम बाबु, अल्छी गरेपछि फेरि भुँडी पनि अल्छी लाग्छ जाम भनेर लिएर आएको थिएँ। खोच्याङ खोच्याङ गर्दै आइरहेको थिएँ, तर अहिले चाहिँ फिलै भएको छैन दुखेछ भनेर। सो त्यस्तो हुन्छ साथीहरु। हामी कुनै पनि हिस्सा के कुनै पनि शरीरमा है केही दुखेको छ भनेपछि दुखेको छ भनेर झन् घरमै केही नगरेर यताउता नगएर घरमै बस्यौं भने झन् दुख्न थाल्छ साथीहरु। सो त्यही भएर बरु जति दुख्छ त्यति हिँड्ने हो, जति दुख्छ त्यति अरु पीडा दिने हो। अनि पीडाले पीडालाई काट्छ के साथीहरु। सो त्यही हो, म चाहिँ बुझ्दै छु हल्का फुल्का बिस्तारै। सो अब चाहिँ हामी घर जानेछौँ। अहिले चाहिँ यति नै साथीहरु। मेरो बाबु चाहिँ त्यो पार थाकेर बसेको छ। बाबु चाहिँ मेरो साथी मात्रै हो, उले चाहिँ खासै गर्दैन है। अनि त्यही पनि साथीको लागि लिएर आउँछु। सो त्यही हो, बाइ बाइ साथीहरु।